हेलो एभ्रिवान। आज चाहिँ हामी हाट बजार जाँदैछौँ। म यहीँ गैराकोटको। आज सन्डे, आज अफिस पनि अफ छ, हिजो र आज। सो हामी चाहिँ यसो हाट बजार जाऊँ भन्यौँ। दिनभरि बोरिङ भयो नि त घर बस्दा बस्दा। सो यसो सामान पनि किनमेल गर्नु थियो, हल्का फुल्का तरकारीहरू। सो अनि हामी चाहिँ त हाट बजार आयौँ। मलाई चाहिँ हाट बजार छुट्टै रमाइलो लाग्छ कि सानैदेखि हामी हाट बजार जाने बानी भएको भएरलाई सानोमा दिदी र म एकदम जान्थ्यौँ हाट बजार खाताङखुतुङ सामान किन्नको लागि, तरकारी किन्नलाई है। सो मलाई एकदम रमाइलो लाग्छ किन हाट बजार जानलाई। अनि हामी चाहिँ यता हाट बजार गइसकेपछि हामीले टमाटर, भेन्डी, तरकारी अलिअलि सामानहरू किन्यौँ त्यहाँ। रमाइलो थियो। हामी अलिक छिटै गथ्यौँ, उज्यालै थियो। भनिन्छ बेलुका जति बेलुका भयो उति सस्तो हुन्छ अरे हाट बजारको। अनि त्यसपछि हामीले यताउति किनमेल गऱ्यौँ र एकचोटि सर राउन्ड हानेर यसो घुम्यौँ हाट बजार। अनि त्यसपछि चाहिँ हामी घरतिर फर्किने भयो। अनि हाम्रो चाहिँ आज बुवाको बर्थडे हो। सो हाम्रो चाहिँ एउटा सानो मिनी केक चाहिँ लाने हामीले प्लान बनायौँ एक्कासी है। हामी खाने चाहिँ जम्मा 3जना मात्रै छौँ घर केक। सो हामी चाहिँ ठुलो नलाने, सानो मिनी केक लिएर जाऊँ भनेर भन्यौँ। एन्ड दिस इज माई अफिस। अनि हामी चाहिँ श्रेया बेकरी आइपुग्यौँ हामीले यो केक लिनलाई। मिनी केक चाहिँ चक्लेट फ्लेभर मात्रै रहेछ। सो हामीले त्यही नै लाने डिसाइड गऱ्यौँ। दिदीले चाहिँ त्यहाँ हाम्रो केक प्याक गर्दै हुनुहुन्छ है। अनि हामीले त्यो केक प्याक गरिसकेपछि हामीले गयौँ लिएर घरतिर केक चाहिँ। अनि त्यसपछि हामीले केक घर लैसकेपछि सानो सेलिब्रेसन गऱ्यौँ। हामी चाहिँ जम्मा 3-4जना मात्रै छौँ, त्यही पनि सेलिब्रेसन गऱ्यौँ।